विद्या भोग करी येस सुख करी विद्या गुरु राम गुरु विद्या बंधु विदेश गमने विद्या परा देवता विद्या राजसु पूजतु नतु धनम विद्या विहीनम पशु। आजको यस विशाल सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू लगायत यस मञ्चमा विराजमान हुनुभएका अन्य अतिथिगण, आफ्नो विषयका विशेषज्ञ व्यक्तित्वहरू, आफ्नो विधाका विद्वान व्यक्तित्वहरू र आजको यस कार्यक्रमका शान, शक्ति र सौन्दर्य, यो देशका भविष्य मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा म केमिस्ट्री लेक्चरर पुष्पराज सञ्ज्यालको तर्फबाट हार्दिक अभिवादन। विद्यार्थी भाइ बहिनीहरू, विनायक सिद्ध कलेजले विगतका वर्षहरू झैँ यस वर्ष पनि यासी दिएका विद्यार्थीहरूको कन्फ्युजन क्लियर गर्नको लागि जुन करियर काउन्सेलिङ प्रोग्राम राखेको छ, यो एकदम सराहनीय छ, प्रशंसनीय छ र यस कार्यक्रममा मलाई एज अ गेस्ट स्पिकर इन्भाइट गरेको हुँदा म हार्दिक धन्यवाद भन्न चाहन्छु। विद्यार्थी भाइ बहिनीहरू, कस्ता विद्यार्थीहरूले साइन्स पढ्ने, साइन्स पढ्नको लागि विद्यार्थीहरूमा के क्वालिटी हुनुपर्छ, के क्यारेक्टर हुनुपर्छ, आज म त्यो कुरा भन्न गइरहेको छु। सबैले एकदम ध्यान दिएर सुन्नुहोला र आफैलाई जज गर्नुहोला, मूल्याङ्कन गर्नुहोला, म साइन्स पढ्न सक्छु कि सक्दिनँ भनेर। अबको केही दिनमा तपाईँहरूको यासीको रिजल्ट आउँदैछ। रिजल्ट तपाईँहरूले राम्रै गर्नुभएको होला, सबैको रिजल्ट राम्रै आउँछ, सबैको रिजल्ट राम्रै आओस्, मेरो तर्फबाट पनि शुभकामना छ। रिजल्ट पछि तपाईँको मनमा विभिन्न कुराहरू खेल्न थाल्छन्। कहाँ पढ्ने, के पढ्ने, कुन फ्याकल्टी पढ्ने, कुन कलेज पढ्ने, या सोचाइ आउन सक्छ। सोचाइ आउँदै गर्दा यदि तपाईँले यस्तो सोच्नुभयो भने मेरो 4 आउट अफ 4 जिपिए आयो, 3.8 जिपिए आयो, 3.9 जिपिए आयो, मेरो त स्कुलमा सबैभन्दा बढी जिपिए आएको छ, मेरो त क्लासमा सबैभन्दा बढी पर्सेन्टेज आएको छ, त्यसैले म साइन्स पढ्ने हो भनेर सोच्नुभयो भने यु आर थिङ्किङ रङ। त्यसै गरी मेरो त 2 जिपिए आयो, 2.2 जिपिए आयो, 2.3 जिपिए आयो, मेरो त स्कुलमा साथीभाइको भन्दा कम जिपिए आएको छ, सबैभन्दा कम पर्सेन्टेज आएको छ, ममा साइन्स पढ्ने त इच्छा थियो तर म पढ्न सक्दिनँ कि क्या हो भनेर सोच्नु भयो भने पनि यु आर थिङ्किङ रङ। तपाईँले साइन्स पढ्न सक्ने र नसक्ने कुरा, द्याट डजन्ट डिपेन्ड अन योर जिपिए एन्ड नम्बर, द्याट डिपेन्ड्स अन योर क्यालिबर, द्याट डजन्ट डिपेन्ड्स अन योर पर्सेन्टेज, द्याट डिपेन्ड्स अन लिभरेज, that doesn't depends on IQ, that depends on I can. In science we do not need talent student, we need laborious student. In science we do not need toppers student, we need self disciplined student, motivated student, outstanding student. Oh, none is talent by birth. जन्मदै कोही पनि ट्यालेन्ट हुँदैन। जन्मदै रोनाल्डोको छोरा फुटबल खेल्ने भएर जन्मिँदैन, त्यो स्किल उसले एक्वायर गर्नुपर्छ, त्यो स्किल उसले डेभलप गर्दै लानुपर्छ। त्यसै गरी जन्मदै डक्टरको छोराछोरी पनि अपरेसन गर्ने भएर जन्मिँदैनन्, उनीहरूले त्यो स्किल सिक्नुपर्छ, त्यो स्किल उनीहरूले डेभलप गर्नुपर्छ। त्यसै गरी पाइलटको छोराछोरी पनि जन्मदै उनीहरू प्लेन उडाउने भएर जन्मिँदैनन्, त्यो स्किल उनीहरूले डेभलप गर्नुपर्छ, त्यसको लागि धेरै मेहनत गर्नुपर्छ, प्र्याक्टिस गर्नुपर्छ। If you are laborious, we can make you talent. If you are laborious, you can make yourself talent. You can make yourself talent by sleepless nights, relentless efforts, limitless obsession, and unbreakable will. If you have all these things, no molestation, no exhaustion, no deception, no distraction, no disturbance can stop you from being talent, my dear student. साइन्समा हामीलाई लगातार पढ्ने स्टुडेन्ट चाहिन्छ, मेहनत गर्ने स्टुडेन्ट चाहिन्छ। तपाईँले दिनको 3-4 घण्टा इन्स्टा, युट्युब, टिकटक, फेसबुक नहेरेर टेक्स्ट बुक हेर्न सक्नुहुन्छ भने पक्कै पनि तपाईँ साइन्स पढ्न सक्नुहुन्छ। हो, पढ्दै जाँदा एकैचोटिमा सफल नहुन सक्नुहुन्छ, तर समय लाग्छ, मेहनत गर्नुपर्छ। यु मे फेल, यु मे क्र्याक, यु मे क्र्यास, यु मे रुइन, यु मे बी इन्सल्टेड, you may destroy, but above all you will learn. Your तपाईले म फेल हुन्छु भन्ने डरले स्ट्रगल गर्न छोड्नु हुँदैन। Your struggle will be the milestone of your journey, your failure will be the cornerstone of your career, your insult may be the gemstone of your history. Then if you can take all these things in a positive way, then only you will be the gold stone in the history. त्यसै गरी समस्या आउँछन् लाइफमा, समस्या आयो भन्दैमा तपाईँ भागेर जाने होइन। तपाईँ समस्याबाट जति
टाढा भागेर जानुहुन्छ त्यति नै त्यो समस्या झन् जटिल र कठिन हुन्छ। तपाईँ भागेर अमेरिका जानुस् त्यहाँ पनि समस्या छ, अस्ट्रेलिया जानुस् त्यहाँ पनि समस्या छ, जापान जानुस् त्यहाँ पनि समस्या छ। सो रनिङ अवे फ्रम द प्रब्लम इन्क्रिजेस द डिस्टेन्स फ्रम द सल्युसन। प्रब्लम्स आर नट डेडलाइन्स, दे आर द गाइडलाइन्स, दे गिभ यु लाइफलाइन्स। Problem will not break down to you, they will give you breakthrough to you. Problem will not kill you, they will reveal you. So having problem is the part of life, but the way of solving problem is an art of life. मिस्टेक हुन्छ लाइफमा, मिस्टेक पनि हुन्छ लाइफमा। हामीले मिस्टेकबाट नै सिक्ने हो। मिस्टेक इज आवर मास्टर। तपाईले 8 क्लास पढ्दै गर्दा 8 क्लासको फाइनल एक्जाम दिँदै गर्दा तपाईले के मिस्टेक गर्नुभएको थियो? म भोलि पढ्छु, म पर्सि पढ्छु भनेर बस्नुभएको थियो। अनि 8 को फाइनल एक्जाम दिँदै गर्दा के सोच्नुभयो? प्रे गर्न थाल्नुभयो, हे भगवान मलाई यो 8 मात्रै पास गराइदिनु, म 9 मा राम्रोसित पढ्छु, म फेरि सुरुबाटै पढ्छु, नोट बनाएर पढ्छु, साथीहरुसँग घुम्न जादिन। फेरि 9 8 जेन तेन पास हुनुभयो, फेरि 9 मा पुग्नुभयो। 9 मा पुगिसकेपछि फेरि हालत त्यही। सुरुमा अझै पढ्ने समय छ, अहिले नै के हतार छ, फेरि भोलि पढौँला, पर्सि पढौँला सोच्नुभयो। त्यो हुँदा हुँदा फेरि 9 को बोर्ड एक्जाम पनि आयो। फेरि 9 को बोर्ड एक्जाममा पनि तपाईँ प्रे गर्न थाल्नुभयो, हे भगवान यति 9 को एक्जाम म पास भइदिएको भए म 10 मा देखाउँथेँ म कसरी पढ्थेँ। यही सोच्नु भएको थियो हो। 9 पनि जेन तेन पास हुनुभयो, अनि 10 मा आउनुभयो। 10 मा एसी आयो भन्ने थाहा छ, सिरियस हुनुपर्छ भन्ने थाहा छ, तर तपाईको फेरि हालत हुई भोलि पढौँला, पर्सि पढौँला भन्दा भन्दै अहिले पनि तपाईँ के प्रे गर्दै हुनुहुन्छ भने, हे प्रभु यति रिजल्ट आइदिएको भए, 10 को पास भइदिएको भए म 11 मा यस्तो राम्रोसित पढ्थेँ, म साथीहरुसँग संगत गर्थिनँ, बर्थडेमा जान्थिनँ, कसैको घुम्न जान्थिनँ, म सुरुबाटै सरलाई सुन्थेँ, सुरुबाटै नोट पढाउँथेँ, नोट बनाएर पढ्थेँ भनेर तपाईले सोच्नु भएको होला। यो तपाईले आफ्नो 9 मा गरेको, 10 मा गरेको यो मिस्टेक, तपाईले मिस्टेकबाट सिक्नुपर्छ। मिस्टेक इज योर मास्टर। तपाईले सिक्नु भएन भने व्हाट इज द बिगेस्ट मिस्टेक इन आवर लाइफ? डु यु नो? द बिगेस्ट मिस्टेक इन आवर लाइफ इज इफ वी डु नट लर्न एनीथिङ फ्रम आवर मिस्टेक, दैट इज द बिगेस्ट मिस्टेक इन आवर लाइफ। माय डियर स्टुडेन्ट्स, यस, if you are repeating same mistake again and again, if you are repeating same mistake twice, that is not your mistake, that is your choice. If you are doing something wrong deliberately or knowingly, that is not your mistake, that is your crime, and you are the criminal. If you commit a crime at this age, no one can punish you. Neither your family member, nor your teacher, nor your parents can punish you. Only time will punish. When time will punish, then you will be finished. फेरि बजारमा हल्ला छ, साइन्स त गाह्रो हुन्छ, साइन्स त अप्ठ्यारो हुन्छ, नपढ्नेको लागि हरेक कुरा गाह्रो हुन्छ। माय डियर स्टुडेन्ट्स, तपाईले पढ्नुभयो भने हरेक कुरा सजिलो हुन्छ, तपाईले मेहनत गर्नुभयो भने नथिङ विल बी डिफिकल्ट, एभ्रिथिङ विल बी इजी। इफ यु आर क्रेजी, द्याट विल नट बी इजी इफ यु आर लेजी। माय डियर स्टुडेन्ट्स, तपाईमा इच्छा भयो भने, तपाईले मेहनत गर्न सक्नुभयो भने तपाईलाई हरेक कुरा सजिलो लाग्छ। म एउटा तपाईलाई रियल लाइफ एक्जाम्पल दिन्छु। तपाईहरु जस्तै 10 क्लास सिद्धाको, स्कुल लेभल सिद्धाको एउटा बच्चाले कलेजमा, सर म साइन्स पढ्छु, साइन्सको लागि मलाई रेकमेन्ड गरिदिनुस् भनेर आफ्नो प्रोफेसर फिलिप बनजोलीलाई रिक्वेस्ट गर्छ। प्रोफेसरले भन्नुहुन्छ, तिम्रो त कम जीपीए आएको छ, 10 मा कम ग्रेड आएको छ, कम पर्सेन्टेज आएको छ, तिमीले साइन्स पढ्न सक्दैनौ, तिमी साइन्स नपढ, रेकमेन्ड गर्नुहुन्न। त्यो बच्चाले भन्छ, सर ममा इच्छा छ, म मेहनत गर्न सक्छु, प्लिज मलाई रेकमेन्ड गरिदिनुस् न भनेर उसले फेरि रिक्वेस्ट गर्छ। फेरि प्रोफेसरले भन्नुहुन्छ, साइन्स पढेर तिमीले के गर्न सक्छौ, के नयाँ कुरा बनाउन सक्छौ, साइन्समा अलरेडी सबै कुरा डिस्कभर भइसकेको छ, फेरि तिमी जस्तो कमजोरले पढ्न सक्ने विषय पनि त होइन साइन्स भनेर उहाँलाई, त्यो बच्चालाई धेरै थर्काउनुहुन्छ। त्यो बच्चाले भन्छ, सर म साइन्समा केही नयाँ कुरा बनाउनको लागि पढ्न खोजेको होइन, मैले साइन्सको बेसिक प्रिन्सिपल बुझ्नको लागि, मैले साइन्सका बेसिक लज बुझ्नको लागि मैले साइन्स पढ्न खोजेको, प्लिज मलाई रेकमेन्ड गरिदिनुस् भनेर प्रोफेसरको खुट्टा डोक्छ, धेरै रिक्वेस्ट गर्छ। त्यसपछि प्रोफेसरले भन्नुहुन्छ, ल ठिक छ, मैले तिमीलाई रेकमेन्ड गरिदिन्छु, तर मलाई थाहा छ तिमी बिचैमा छोडेर भाग्नेछौ। हेर्नुस् है, त केही पनि गर्न सक्दैनस् भनिएको बच्चा, तैँले नयाँ कुरा बनाउन सक्दैन भनिएको बच्चा, तैँले पढ्न सक्दैनस् भनिएको बच्चा पछि त्यही क्षेत्रको, त्यही फिल्डको बाउ भएर निस्कन्छ। हि इज नन अदर देन फादर अफ क्वान्टम साइन्स, फादर अफ क्वान्टम थियरी, म्याक्स प्ल्याङ्क। त्यसैले मान्छे
शिक्षाले भन्दा पनि इच्छाले महान बन्छ। तपाईमा इच्छा छ भने तपाईले हरेक कुरा पढ्न सक्नुहुन्छ, हरेक कुरा तपाईलाई सजिलो लाग्छ। यु विल लर्न मेनी थिङ बाई योर क्युरियोसिटी रादर देन युनिभर्सिटी। तपाईमा इच्छा, रहर, जोश र जागर, उत्साह, उमङ्ग छ भने तपाईलाई हरेक कुरा सजिलो लाग्न थाल्छ। तपाईमा मनोबल, आत्मबल, साहस, आँट, हिक्मत छ भने तपाईलाई कसैले पनि रोक्न सक्दैन। तपाईमा सङ्घर्ष, प्रतिज्ञा र विश्वास छ भने तपाईले त्यो कुरा पाएरै छाड्नुहुन्छ। लाइफमा लर्निङ एटिट्युड हुनुपर्छ माई डियर स्टुडेन्ट्स। द मोर यु लर्न द मोर यु नो, द मोर यु नो द मोर यु गो, द मोर यु गो द मोर यु रियलाइज हाउ मच यु डोन्ट नो। This realization will lead you in altitude, so that develop the learning attitude. अब क्लास 11 मा साइन्समा कुन सब्जेक्ट पढ्नुपर्छ? क्लास 11 मा साइन्समा तपाईले फिजिक्स, केमिस्ट्री, म्याथ कम्पलसरी सब्जेक्ट हो। त्यसमा तपाईले नेपाली, इङ्ग्लिस र म्याथ कम्पलसरी सब्जेक्ट हो। त्यसमा तपाईले फिजिक्स, केमिस्ट्रीसँग बायोलोजी पनि चुज गर्न पाउनुहुन्छ र फिजिक्स, केमिस्ट्रीसँग म्याथ कम्प्युटर साइन्स पनि पढ्न पाउनुहुन्छ। यदि बायोलोजी चुज गर्नुभयो भने तपाईँ मेडिकल र पारामेडिकल सेक्टरमा गएर पढ्न पाउनुहुन्छ। त्यो भनेको तपाईँ MBBS गर्न पाउनुहुन्छ, BDS गर्न पाउनुहुन्छ, नर्सिङ गर्न पाउनुहुन्छ, बाम्स पढ्न पाउनुहुन्छ, फरेस्ट्री, एग्रिकल्चर, भेटनरी, BPH हरेक कुराहरू पढ्न पाउनुहुन्छ। त्यसै गरी तपाईँले कम्प्युटर साइन्स चुज गर्नुभयो भने इन्जिनियरिङ र IT को सेक्टरमा गएर BSc CSIT पढ्न पाउनुहुन्छ तपाईले। अब तपाईलाई लाग्छ होला यहाँ कतिजना स्टुडेन्ट, यहाँ 3-4 थरी ग्रुपको स्टुडेन्ट छ के यसमा। कोही स्टुडेन्ट छ म साइन्स पढ्छु भन्ने ग्रुपको स्टुडेन्ट छ, कोही स्टुडेन्ट छ म कमर्स पढ्छु भन्ने स्टुडेन्ट छ, कोही स्टुडेन्ट म आर्ट्स पढ्छु, म त्यो CTBT-तिरको कोर्स पढ्छु भन्ने स्टुडेन्ट छ, कोही स्टुडेन्ट चाहिँ के हात्ती पढेर ठुलो भए हो, के कमिला नपढेर सानो भए हो भन्ने लजिक दिने स्टुडेन्ट होला, हैन? My dear student, that don't follow that type of group. That group will distract you, disturb you, destroy you. किन पढ्नु पर्छ? म तपाईलाई भन्छु. Why should we study? Listen. First, आफैलाई बुझ्न र बदल्नको लागि पढ्नु पर्छ। यो संसारलाई बुझ्न र बदल्नको लागि पढ्नु पर्छ। We have to study to increase our thinking capacity, reasoning capacity, logical capacity, understanding capacity. We have to study to develop our personality, profundity, positivity and punctuality and potentiality. यसको लागि हामीले पढ्नु पर्छ। यहाँ थुप्रै सर म्यामले भन्नुभयो, सुन्नु भएको पनि होला। तपाईले म्यानेजमेन्ट पढ्नुभयो भने तपाईले यो जब गर्न पाउनुहुन्छ, त्यो जब गर्न पाउनुहुन्छ। तपाईले ल पढ्नुभयो भने यो फिल्डमा जान पाउनुहुन्छ, यो जब गर्न पाउनुहुन्छ भनेर भनेको सुन्नुभयो होला। तर म भन्छु पढ्ने भनेको जबको लागि होइन, गजबको लागि हो। पढ्ने भनेको रोजगारको लागि होइन, शानदारको लागि हो। एजुकेसन इज नट फर इम्प्लोयमेन्ट, इट्स फर इम्पावरमेन्ट एन्ड इनलाइटमेन्ट माई डियर स्टुडेन्ट्स। ओके, आजभोलि हाम्रो स्टुडेन्टलाई हरेक जस्तो बन्न मन लाग्छ, सबै कुरा गर्न मन लाग्छ, तर पढ्न मन लाग्दैन। हो कि होइन? कसैलाई पनि पढ्न मन लाग्दैन हो? यो कुरा कहाँ लेखेर राख्नुपर्ने हो? म ढ्याप्पा लाएर राखिदिन्छु हो। तपाईले कुनै ब्याङ्करलाई अघि मनोज ग्यावाली सरलाई देख्नुभयो हो, त्यस्तै बन्ने मन लाग्छ। कोही मुभी हेर्नुभयो, मुभीको हिरो बन्ने मन लाग्छ। यहाँ हाम्रो मिस नेपाल सुगरिका म्यामलाई देख्नुभयो, त्यस्तै बन्ने मन लाग्छ। तर त्यो पछाडि कति पढ्नुपर्छ, कति मेहनत गर्नुपर्छ, तपाईलाई पढ्नुपर्छ, मेहनत गर्न मनै लाग्दैन। या सोर्नु झन् पढ्ने बेला घरि यता चिलाएको जस्तो हुन्छ, घरि यता चिलाएको जस्तो हुन्छ, मोबाइलमा फोन आएको जस्तो हुन्छ, माथिबाट प्लेन गएको जस्तो हुन्छ। हिजो साथीले के भनेको थियो त्यो कुराको याद आउँछ कि आउँदैन? पढ्न भनेर बुक खोल्यो, झ्याप निन्द्रा लाग्छ। यस्तो लाग्छ कि पब्लिकेसनले त्यो बुकमा निन्द्रा लाग्ने औषधि हालेर पठाइदिएको छ। My dear student, nowadays we all have good mobile set, good TV set, good laptop set, luxurious sofa set, but our mind is totally upset, which is really bullshit. Remember, the best asset in this world is our mindset. If we have positive mindset, no one can stop us. If we have negative mindset, no one can help us. So develop the positive personality like the proton, not the negative personality like the electron. Positivity always wins, negativity always ruins. So be positive anyhow. My dear student, you will not be smart by using a smartphone, wearing smart watch, branded clothes and shoes. You will be smart by your decision and destination which you choose. अब
+2 पछि के पढ्ने त साइन्स पढ्ने डिसिजन गर्ने र +2 को डेस्टिनेसन के भिएस कलेज। अनि तपाईले भिएस कलेज चुज गर्नुभयो भने साइन्स चुज गर्नुभयो भने तपाई स्मार्ट हुनुहुन्छ। तपाई स्मार्टफोन बोकेर स्मार्ट होइन, स्मार्ट वाच लाएर स्मार्ट होइन। अब भिएस कलेजमा किन पढ्ने, अरू कलेजमा किन नपढ्ने भन्ने तपाईलाई लागेको होला हो। भिएस कलेजमा के फरक छ त अरूभन्दा जस्तो लागेको होला। म भन्छु भिएस कलेजमा किन पढ्ने सुन्ने, म गजल भन्छु सुन्ने। भिएस कलेजमा किन पढ्ने, तिम्रो डिमान्ड हिट हुनेछ। अहिले सुन्नुहोस् है त, म भन्न खोजेको अहिले 2 वर्ष पढ्नुभयो, त्यहाँपछिको 3-4 वर्षपछि के हुन्छ भिएस कलेजमा पढिसकेपछि नतिजा के हुन्छ सुन्नुहोस् है त। तिम्रो डिमान्ड हिट हुनेछ भिएस ब्रान्डले, तिम्रो डिमान्ड हिट हुनेछ भिएस ब्रान्डले, बायोडाटा चारैतिर फिट हुनेछ भिएस ब्रान्डले। कम्पिटिसनको क्राउडमा तिमी उभिनै पर्दैन, कम्पिटिसनको क्राउडमा तिमी उभिनै पर्दैन, बजारमा छुट्टै सिट हुनेछ भिएस ब्रान्डले। अहिले पढ्ने बेला अलि दुःख हुन्छ, पीडा हुन्छ, अहिले पढ्ने बेला अलि दुःख हुन्छ, पीडा हुन्छ, तर भविष्यमा निश्चित तिम्रै जित हुनेछ भिएस ब्रान्डले। त्यसकारण भिएसमा पढ्ने। अब भिएसमा यो कारणले पढ्ने, मैले भनिसकेँ। म पनि सुरुमा एज अ गेस्ट स्पिकर भिएसमा जाँदा मलाई कलेजमा जाँदा पनि बवाल लाग्यो। के बवाल लाग्यो म त्यो पनि भन्छु, हेर्ने है, सुन्ने। पहिलो दिनमै भिएस गएँ, भिएसको गेट बवाल। पहिलो दिनमै भिएस गएँ, भिएसको गेट बवाल। त्यही गेटमा उनीसँग मेरो पहिलो भेट बवाल। कलेजभित्र क्यान्टिन रहेछ, समोसाको रेड बवाल। मस्की समोसा खाइयो, भोलिपल्ट पेट बवाल। त्यहाँको समोसा मात्र बवाल होइन माई जे स्टुडेन्ट, त्यहाँको हरेक कुरा बवाल छ। त्यहाँको इन्फ्रास्ट्रक्चर बवाल छ, त्यहाँको फ्याकल्टी मेम्बर बवाल छ, त्यहाँको इसिए बवाल छ, त्यहाँको सिसिए बवाल छ, एक्सपोजर बवाल छ, एकाडेमिक्स बवाल छ। झन् बढी बवाल प्रिन्सिपल सर हुनुहुन्छ, कोअर्डिनेटर सर झन् बवाल हुनुहुन्छ। थाहा भयो भिएसमा किन पर्ने? Yes. Now, I want to give a special message for my boys student. Boys, listen. You have to earn name and fame in life anyhow. You have to earn wealth and wisdom in life anyhow. Otherwise, no one knows you. So, my dear boys, don't follow the girl. Follow your goal. Listen to your soul. Study hard. Work hard. One day you will have an expensive car. Then car भएपछि, गलामा सुनको हार भएपछि, सपना साकार भएपछि तिमीलाई यो संसारले चिन्नेछ. Otherwise, you will be thrown in dustbin like diaper and tissue paper by your own family member. Similarly, I have a special message for girls student. My dear girls, your father may not treat you like an angel always. Your brother may not treat you like the goddess always. Your boyfriend may not treat you like the princess always. So study hard, struggle more, focus on your goal, build your own empire by your own wisdom, then live like the queen with freedom. Lastमा, तपाईं, you are the future and fortune of our nation. You are the pride, power and pillar of our nation. You are the beauty and majesty of our nation. तपाईले के कुरा बुझ्नुपर्छ भन्दाखेरि मलाई यो अवस्थाबाट माथि उठाउने, मेरो फ्यामिलीलाई यो अवस्थाबाट माथि उठाउने, यो दुःखबाट माथि उठाउने, यो मुसिबतबाट माथि उठाउने संसारमा एउटा मात्र हतियार छ, संसारमा एउटा मात्र चीज छ, संसारमा एउटा मात्र साधन छ, त्यो मेरो पढाइ. मैले पढ्नै पर्छ, मैले एनइआउ पढ्नै पर्छ. पछि के होला, जागिर कस्तो मिल्ला, के होला, स्कोप छ कि छैन, त्यो परको कुरा. तपाईँ पढ्दै जानुस्. पढ्नु भयो भने तपाईलाई फल आफै मिल्नेछ. निष्काम कर्मयोग, कर्मण्यवाधिकारस्ते मा फले सुखदाचन, सिक टु परफर्म योर ड्युटी, ले नो क्लेम टु इट्स फ्रुट भनेर भन्छ. पढ्नु भयो भने तपाईको सान हुन्छ, तपाईको मान हुन्छ, तपाईको यो दुनिया फ्यान हुन्छ. अब यति भन्दै लास्टमा, life is a chemistry. Dilute your debility, sediment your serenity, decant your despondency, evaporate your enormity, filter your falsity. Finally, you will get the crystal of prosperity and hilarity. Jai chemistry. Tell with me, Jai chemistry. Jai Bhias. Jai Bhias. Thank you so much. Thank you.